हरि ओम यौ तौ शङ्खकपालभूषितकरौ मालास्ति मालाधरौ देवो द्वारवतीमशाननिलयौ नागारिगो वाहनौ धृत्रक्षो बलिदक्षयज्ञमथनौ श्रीशैलजावल्लभौ पापं मे हरतां सदा हरिहरौ श्रीवत्सगङ्गाधरौ। आदरणीय भक्तजनहरूमा जय श्री राधे, जय श्री कृष्ण। पुनः श्री स्वस्थानी परमेश्वरी व्रत कथाको पञ्चदश अध्याय लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। सर्वप्रथम पुष्पाञ्जली स्तुति। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुवन्ति दिव्यै स्तवैर्वेदैः साङ्गपदक्रमोपनिषद्गायन्ति यं सामगाः ध्यानवस्थितः तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तां न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमचन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला परिविलसन्मुक्ता बलिशोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्ये माता चिरम्। मुखं करोति वाचलं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मतिजसे यस्य प्रसवक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। चतुर्दश अध्यायमा हिमालय पर्वत र मेनकासित बिदा मागेर श्री महादेव र पार्वती साँडेमा चढेर कैलाश पर्वतमा गएर पर्मथगढ सहित भई आनन्दले रहनुभयो भन्नेसम्म थियो। आज पञ्चदश अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, एक दिन पार्वतीले बुकुवा धस्दा निस्केको मयलले मूर्ति बनाई द्वारमा पाले राखेकी थिइन्। महादेव बाहिरबाट आएर भित्र जान खोज्दा त्यस मूर्तिले जान दिएन र त्यससित युद्ध गरी त्यसको शिर छेदन गरी भित्र जानुभयो। अनि पार्वतीले महादेवसित द्वारमा कोही बसेका थिएनन् भनी सोधिन् र महादेवले त्यसको त मैले शिर छेदन गरी आएँ भन्नुभयो। अनि पार्वतीले त्यो त मेरो पुत्र हो, किन शिर छेदन गर्नुभयो भनी पुत्र भावले स्नेह र शोक गर्न लागिन्। अनि महादेवले हे पार्वती, मैले थाहा नपाएर त्यस्तो गरेँ, बचाइदिन्छु, शोक नगर भनी बुझाई आफ्ना गणहरूलाई डाकी हे गण हो, चारै दिशामा गई पहिले जे भेट्दछौ त्यसैको शिर छेदन गरेर ल्याऊ भनी चन्द्रबाण दिएर पठाउनु भयो। गणहरू जो आज्ञा भनेर चारै दिशामा हेर्दै जाँदा निकै बेरपछि एउटा हात्ती फेला पारेर महादेवको आज्ञा अनुसार चन्द्रबाण प्रहार गरे। त्यो बाण गएर हात्तीको गर्दनमा लागेर शिर छेदन भयो र एउटा मात्र दाँत भएको अग्लो र राम्रो थियो। त्यस्तो हात्तीको शिर लगेर महादेवको अगाडि राखिदिए अनि हामीले यही पायौँ भनी बिन्ती गरे। तब श्री महादेवले हात्तीको शिर मृत मूर्तिमा जोडेर जीवित पारिदिए अनि मूर्तिको नाम गणेश भई पार्वती पुत्र कहलाए। त्यसपछि महादेव पार्वतीसित मात्र भुलेर भित्र नै रहन लागे। महादेव बिना यो ब्रह्माण्ड संसारको रक्षा कसरी होला? अत यस्तो विचार गरेर इन्द्रले अग्निलाई डाकेर हे अग्नि, तिमी गएर महादेवलाई बाहिर ल्याउने काम गर भनी अग्निलाई हराए। इन्द्रको वचन सुनि अग्निले हवस् भनी कैलाश पर्वतमा गएर भित्र जान लाग्दा द्वारपालले जान दिएन र बाहिर भई ताला छिराउने पलबाट भित्र पसेर
भिक्षुक रूप भई महादेव पार्वती एकान्त गरिरहेका स्थानमा पुगे। त्यस्तो किसिमले भित्र आएका अग्निलाई देखेर महादेव रिसाई भस्म गर्न लाग्नुभयो। तब जगतमाता पार्वतीलाई दया लाग्यो र बिन्ती गरिन्, हे नाथ, भिक्षा माग्न आएका भिक्षुकलाई भस्म पार्नु अनुचित हो, नजानेर आएछन्, बरु केही दिएर जाउन् भनिन्। अनि महादेवले आफ्नो हातमा वीर्य थापेर लो भिक्षाले भनेर दिनुभयो। अग्निले पनि त्यो वीर्य निलिदिए। शिवको अमोघ वीर्यले अग्निलाई गर्व रह्यो र अग्नि डराई यो अनर्थ हुन लाग्यो भनी त्यहाँबाट गङ्गाको किनारमा गएर उसको झ्याङमा उकेलिदिए। त्यो वीर्य आगो बले झैँ बलिरहेको थियो। सप्त ऋषिहरूका पत्नीहरू गङ्गा स्नान गरेर फर्कँदा आगो बलेको देखेर कसले आगो बालेर गएछ ताप्न जाउँ भनेर गए। एउटीले चाहिँ अर्काले बालेको आगो ताप्नु हुँदैन भनी गएनन्। 6 जना आगो तापेर घर गए। ती आगो ताप्ने जतिलाई गर्व रह्यो र ऋषिहरूले थाहा पाए तिमीहरूलाई कसरी गर्व रह्यो भनी सोधे। ऋषि पत्नीहरूले केही उत्तर दिन सकेनन् र ऋषिहरू रिसाई श्राप दिए। अनि ती ऋषि पत्नीहरूले त्यो वीर्य गङ्गामा उकेली आकाशमा गएर षष्ठ कीर्तिका तारा भइरहे। त्यही वीर्यबाट षट्वक्त्र अर्थात् 6 मुख भएका कुमार उत्पन्न भए। गङ्गाका पुत्र भई श्री महादेव कहाँ कैलाशमै रहे। त्यसपछि कुनै दिन महादेवले गणेश र कुमार दुवैलाई डाकेर आज्ञा भयो, हे गणेश, हे कुमार, तिमी दुवैजना गएर सुमेरु परिक्रमा गरेर आओ। जो पहिले आउला त्यसलाई वरदान दिनेछु। यति श्री महादेवको आज्ञा सुनि कुमार मयूरमा चढेर सुमेरु परिक्रमा गर्न हिँडे। कुमार हिँडेको देखेर गणेश आत्तिए। अब कसो गरौँ भन्दै आफ्नो वाहन मुसो छेउ गए। मुसोले गणेशलाई चिन्तित देखेर, हे विनायक, किन चिन्तित हुनुभयो, के आपत आइपर्यो भनी सोध्यो। अनि विनायकले भने, सुमेरु परिक्रमा गरेर आओ भनी महादेवको आज्ञा भएको र कुमार हिँडिसकेको सारा कुरा सुनाइसके। अब कसो गरौँ त त्यस्तो, म यस्तो लामो सुँड र ठुलो पेट भएको म हिँड्नै सक्दिनँ। यदि विनायकले भनेको सुनि मुसो भन्दछन्, हे गणेशजी, तपाईँलाई म केही आज्ञा दिन्छु, सुन्नुहोस्। महादेव, पार्वती र गङ्गा तिनैजना बसेको स्थानमा गएर अञ्जली जोरी, हे पिता माता, मेरो सुमेरु पर्वत पनि हजुर, सम्पूर्ण देवताका देवता पनि हजुर भनी 3 प्रदक्षिणा गरेर दण्डवत गर्नुहोस् अनि हजुरलाई अवश्य वरदान प्राप्त हुनेछ। आफ्नो वाहनको अर्ती मानेर गणेशजीले त्यसै गरे। अनि महादेव प्रसन्न भएर, हे गणेश, तिमी धन्य रहेछौ, वरदान ल्याऊ। स्वर्ग, मर्त्य, पातल तिनै लोकमा कसैले कुनै पनि काम तिम्रो पूजा नगरेर गर्यो भने सिद्ध हुने छैन। यस्तो वरदान दिनुभयो। उता सुमेरु परिक्रमा गर्न गएका कुमार आइपुगेनन् र गङ्गाले महादेवसित बिन्ती गरिन्, हे जगदीश्वर, गणेशले वरदान पाए तर मेरो पुत्र कुमार आइपुगेन। गङ्गाको वचन सुनि महादेव भन्नुहुन्छ, हे गङ्गे, तिमी स्वस्थानी परमेश्वरीको व्रत गर अनि तिम्रो पुत्र कुमार आइपुग्नेछन्। यति शिवको आज्ञा भएको सुनि प्रसन्न भइन् र व्रत विधि सोधिन्। अनि महादेवले स्वयं व्रत विधि बताउनुभयो। हे गङ्गे, पौष शुक्ल पूर्णिमाको दिनदेखि हात खुट्टाका नङ काटी स्नान गरी पवित्र भई एक भक्त रही एकचित्त गरी मेरो पुत्र कुमार झट्ट आइपुगोस् भनी नित्य मध्याह्नकालमा श्री महादेवको पूजा गर्न लागिन्। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन 7800 रोटी, 7800 बेली पुष्प, 7800 अक्षता, 7800 पाना, 7800 कुडका सुपारी र पञ्चामृत, वस्त्र, फलफुल, धूप, दीप, नैवेद्य आदि समस्त वस्तु तयार पारेर आरसीमा ओंकार लेखी स्वस्थानी परमेश्वरीको पूजा गरिन् र अर्घ दिई स्तुति गरिसकेर प्रसाद झिक्न लाग्दा स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले कुमार आइपुगे। अनि गङ्गाले
धन्य श्री स्वस्तानी परमेश्वरी भनी आफ्नो पुत्रलाई प्रसाद र आशीर्वाद दिइन्। अनि कुमारले महादेव कहाँ गई बिन्ती गरे, हे पिता म पनि वरदान पाऊँ। अनि महादेवले आज्ञा भयो, हे कुमार स्वर्ग मर्त्य पातलमा तिनै लोकमा कसैले केही काम गर्दा पहिले तिम्रो पूजा नगरेर गरे भने त्यो कार्य सिद्धि नहोस् भनी वरदान दिनुभयो। यति कथा सुनिसकी अगस्त्य मुनि बिन्ती गर्नुहुन्छन्, हे कुमार तारकासुर दैत्यले कसको तपस्या गरेर वरदान पाई अमरावती समेत लियो, फेरि त्यसलाई कसले र कसरी मारे र इन्द्रले अमरावती प्राप्त गरे, यो वृत्तान्त आज्ञा गर्नुहोस्। यति अगस्त्य मुनिको बिन्ती सुनि कुमारजी आज्ञा गर्नुहुन्छ, हे मुनि कश्यप ऋषिको पुत्र तारकासुर एक दिन दुग्ध पर्वा तीर्थमा स्नान गर्न गएको थियो। त्यही पेची मुनिले तपस्या गरेको देखेर उसलाई पनि तपस्या गर्न मन लाग्यो र पेची मुनिसँग सोध्यो, हे मुनीश्वर तिमीले तपस्या गरेको देख्दा मलाई पनि तपस्या गर्न मन लाग्यो, अतः कसरी गर्ने हो? मुनिले भने, हे तारकासुर तिमीलाई तपस्या गर्ने इच्छा भए यिनै दुग्धपर्वा नदीको सिरानमा हिमालय पर्वत छ, त्यही गई ब्रह्माजीको तपस्या गर। मुनिको उपदेश सुनि त्यतैबाट सरासर हिमालय पर्वत पुगी ठुलो कष्ट सहेर 1000 वर्षसम्म ब्रह्माको तप र आराधना गर्यो। अनि ब्रह्माजी प्रसन्न भएर सामुन्ने आई आज्ञा भयो, हे तारकासुर तिम्रो तपस्याले म प्रसन्न भए, वरदान माग। अनि तारकासुरले ब्रह्मालाई दण्डवत प्रणाम गरी बिन्ती चढायो, हे ब्रह्मन हजुरले सृष्टि गरेका 5 वर्ष नागिसकेका कुनै पनि प्राणीले मलाई सङ्ग्राममा मार्न नसकुन्, फेरि जसले मेरो शिर भूमिमा खसाल्ला त्यसको पनि तत्काल शिर फुटेर मरोस्, फेरि म समस्त देवतालाई जित्न समर्थ हौँ। यस्तो भन्दा ब्रह्माजी तथास्तु भनी ब्रह्मास्त्र समेत दिई अन्तर्ध्यान हुनुभयो। त्यसपछि तारकासुर उन्मत्त भएर कसैलाई तीर्ण बराबर पनि नठानी अनेक दानव साथ लिई अमरावती गयो। त्यसरी सैन्य सहित तारकासुर आएको देखि देवराज इन्द्र रिसाई सकल देवता साथ लिई आफ्ना आफ्ना शस्त्र अस्त्र लिई सङ्ग्राममा अघि सरे। दुवै पक्षको भयङ्कर युद्ध हुँदा देवताहरूले तारकासुरसँग कोटी सैन्य मारिदिए। आफ्ना सेना त्यसरी नाश भएका देखि तारकासुरले आफ्ना गुरु शुक्राचार्यलाई बिन्ती गर्यो, हे गुरु देवताहरूले मेरा कोटी सेना मारिसके, के उपाय गरौँ? अब हजुरले हाम्रो उद्धार गर्नु पर्यो। तारकासुरको त्यस्तो प्रार्थना सुनि शुक्राचार्यले सञ्जीवनी विद्याको प्रयोग गरेर जल छर्किदिनासाथ मरेका दैत्य समस्त जीवित भएर फेरि युद्धमा अघि सरे। त्यसरी आफूले मारिसकेका दैत्यहरू फेरि शुक्राचार्यले बचाइदिएको देखि इन्द्र रिसाई ऐरावत हात्तीमा चढेर वज्र प्रहार गरे। यसरी देवता र दैत्यको 10,000 वर्षसम्म घोर युद्ध भयो। त्यसमा दुवै पक्षका कोटी सेनाको संहार भयो। दैत्यहरू मरे पनि शुक्राचार्यले बचाइदिने र देवताहरू मरेको मरै हुने भएर इन्द्र समेत समस्त देवता हार मानी स्वर्गबाट भागी गुरु बृहस्पति कहाँ गएर सङ्ग्रामको सार स्थिति बताए। अनि गुरु बृहस्पतिले भने, हे सुरराज यस सङ्ग्राममा तिम्रो विजय हुन सक्दैन, किनकि तारकासुर दैत्यले 1000 वर्षसम्म कठोर तप गर्दा ब्रह्माजीले प्रसन्न भई मैले सृष्टि गरेका 5 वर्ष नागेका प्राणीले मार्न सक्ने छैनन्, यस्तो वर दिनुभएको छ। अतः तिमीहरू महादेवका शरणमा जाऊ भन्दा देवताहरू त्यहाँबाट आई मर्त्यमण्डलको मृगस्थलीमा लुकेर बसेका थिए। देवताहरू भागेपछि तारकासुर तिनै लोकको राज्य भोगी सुखपूर्वक रहेको थियो। हे मुनि अमरावतीबाट लखेटिएका सुरेन्द्र धेरै कालसम्म त्यही लुकिरहे। पछि एक दिन समस्त देवतालाई डाकेर भने, हे देवता हो
पापिष्ट ताराकासुरले अमरावती खोसेर हामीलाई दुःख दिएको धेरै समय भइसक्यो। अब त्यसको संहार गरेर फेरि अमरावती लिनु पर्दछ। त्यो कसरी भने महादेवका कुमार र गणेश दुई पुत्र भएका छन्। तिनले हाम्रा शत्रु ताराकासुरलाई अवश्य मारिदिनेछन्। अब कैलाशमा महादेवसित आफ्नो दुःख बिन्ती गरौँ। यदि सल्लाह गरेर सबै देवतासहित इन्द्र शिवजी कहाँ पुगे अनि हे जगदीश्वर, पापिष्ट ताराकासुरले अमरावती खोसी हामीलाई दुःख दिएको धेरै काल भयो। अब त्यसको संहार गरी समस्त देवताको कल्याण गर्नुहोस्। इन्द्रादि देवताहरूको यस्तो प्रार्थना सुनि महादेवले भन्नुभयो, हे देवता हो, ताराकासुरलाई मैले मार्न हुँदैन, मेरो पुत्र कुमारले मारिदिनेछन्। अब समस्त देवता यक्ष गन्धर्वादि कुमारलाई सेनापति बनाई युद्ध गर्न जाओ, पछि म पनि आउनेछु। यदि महादेवको आज्ञा सुनि इन्द्रादि 33 कोटी देवता यक्ष गन्धर्व भूत प्रेत पर्मथगण समेत भई ताराकासुरसँग युद्ध गर्न पिनाक धनुली प्रस्थान गरे। गणेशलाई भन्न बिर्सेछन्। अनि गणेशले आफ्नो वाहन मुसोसित भने, हेर, मलाई वरदान दिएर पनि हेला गरे। गणेशजीको कुरा सुनि मुसोले भन्यो, हे विनायक, हजुरलाई अन्यथा गरेको होइन भन्न बिर्से, म अहिले सम्झाएर आउँछु भनी गएर प्रस्थान गरिराखेको पिनाक धनुको ताँदो काटेर आयो। त्यस्तो देखेर देवताहरूले यो प्रस्थान भएन, विघ्न पर्यो भन्न लागे। तब महादेवले आज्ञा भयो, हे देवता हो, विघ्न परेको होइन, तिमीहरूले गणेशलाई भन्न बिर्सेछौ, उसलाई पनि लिएर जाओ। यदि महादेवले आज्ञा गरेपछि गणेशसहित सबै अमरावती युद्ध गर्न गए। देवता र दैत्यको परस्पर भयङ्कर सङ्ग्राम भयो। ताराकासुर दैत्यले कुमारको रथ घचेटी 1 योजन पछि हटायो। त्यो देखेर कुमारले ताराकासुरको रथ घचेटी 4 योजन पछाडि हटाइदिए। अनि ताराकासुरले खड्ग प्रहार गर्यो। कुमारले आफूतिर खड्ग आएको देखेर कानसम्म धनु खैचे। ताराकासुर दैत्यको घिच्रो ताकी चन्द्रबाण प्रहार गरे। त्यो चन्द्रबाण गएर दिनको सूर्य अस्ताई, रातको तारा नदेखिँदै साँझको बेलामा ताराकासुर दैत्यको शिरछेदन गर्यो। त्यो देखेर श्री महादेव तत्काल पुगेर ताराकासुरको शिर भूमिमा पर्न नपाउँदै बिचैमा समाउनु भयो। गिँड युद्धभूमिमा ढल्यो। त्यसरी ताराकासुर मरेको देखेर अरू दैत्यहरू सङ्ग्रामबाट भागेर आफ्नो आफ्नो प्राण रक्षा गरे। अनि समस्त देवताहरूले धन्य धन्य कुमार भनी उनको गुणगान गर्दै कैलाश पुगे। वहाँ इन्द्रले बिन्ती गरे, हे ईश्वर, हजुरको कृपाले शत्रुको संहार गरेर आयौँ। अब आज्ञा पाए अमरावती जाने थियौँ। यति देवेन्द्रको प्रार्थना सुनि महादेवले तिम्रो राज्य निष्कण्टक होस् भनी बिदा दिनुभयो र इन्द्रादि देवताहरू श्री महादेवलाई दण्डवत प्रणाम गरी अमरावती गएर सानन्द राज्य गर्दा भए। श्री स्कन्द पुराण केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर व्रत कथायां ताराकासुर दैत्य वध वर्णन नाम 15 अध्याय। नारायणं हरि हरि। पुष्पाञ्जलि। हरि ओम। उपनयतु मङ्गलं वः सकल जगन्मङ्गलालय श्रीमान दीनकर किरण निबोधितः नवनलिन दल निवीक्षण कृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणः सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः साधनः सन्तु जीवनन्तु श्रद्धां शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चितोदार कथा प्रसङ्गः
या कुन्देन्दुतुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या परमाच्युतशङ्करप्रवृत्तिभिर्दिवै सदा वन्दिता श्यामं पातु सरस्वती भगवती निशेषजाढ्येपः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावत् करोमि यद्यत् सकलं परस्मै नारायणयेति समर्पयेत्। जय बोलो शाम बसिदा सहित शिव सहित श्री स्वस्थानी परमेश्वरी की जय। पुनः षोडश अध्याय लिएर यहाँहरू समक्ष उपस्थित हुनेछु। जय श्री राधे, जय श्री कृष्ण।